हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी होइन हाम्रो यो गाउँको प्राचीनकालदेखि माने आएको एकदम शक्तिशाली भगवान् हाम्रो यो थानापति त्यसको दर्शन गर्न जान लागेको छौँ। हामी जुनसुकै ठाउँमा जाँदाखेरि पनि हामीले उसलाई प्रे गरेर हामी जाने गर्छौँ। आज फेरि हामी त्यही मन्दिर दर्शन गर्न र सबैलाई देखाउनका लागि हामी मामा भान्जा जाँदैछु दर्शन गर्नलाई। अब हामी यहाँ पानी भर्नेछौँ, चोखो पानी मन्दिरलाई जल चढाउनलाई। गाइस हामी यो पानी भर्दैछु माथि पाइपमा के अरे एक्चुअली होइन त्यो पाइपमा चाहिँ पुरै पानी फोहोर पानी आइरहेछ। त्यही भएर हामी चाहिँ यसरी भर्नुपर्ने भइरहेछ पानी। यो चाहिँ उता जल चढाउनलाई हो, हाम्रो त्यो मन्दिर जाँदैछु त्यही भएर। ल गाइस हामी अब चाहिँ हाम्रो गाउँ देखाउन गइरहेको छौँ। हामी गाउँबाट यता पारि आइसक्यो होइन मामा भान्जा, अनि हामी चाहिँ अब यता गाउँ देखाउन गइरहेछ है गाइस। ल हाम्रो गाउँ हेर्नुहोस् यस्तो छ, एकदम सुन्दर छ। तर अहिले चाहिँ यो पानी धेरै परेकोले यस्तो कुहिरोहरू लागिरहेछ, कुहिरो लागेर यस्तो देखिरहेछ हाम्रो गाउँहरू। हाम्रो गाउँमा आउने बस पनि त्यही छ, हाम्रो गाउँमै बस आउँछ आउन चाहिँ। अब यो वैशाखको टाइममा पनि यस्तो भइरहेछ, यस्तो छ हाम्रो गाउँ चाहिँ हेर्नुहोस् यस्तो छ। ल गाइस यार हामी चाहिँ यता आइपुग्यो डाँडामा। यहाँबाट चाहिँ हामी देखाउँछौँ भनिरहेको थियो, मौसमले गर्दा क्लाइमेट यस्तो भइरहेछ क्या, कुहिरोले छेकिरहेछ त्यो मन्दिर डाँडै। त्यही भएर हामीले देखाउनु चाहिँ सकेको छैन गाइज होइन। अब हामी त्यहीँ पुगेपछि देखाउनेछु र त्यसपछि चाहिँ हामी पूजा गर्नेछौँ त्यहाँ पुगेर। यो कुहिरो हटिसकेपछि फेरि देखाउनेछु है गाइज। ल गाइज यो चाहिँ हाम्रो मन्दिर हो है, यो हाम्रो शक्तिशाली मन्दिर हो। त्यहाँ माथि छ त्रिशूल पनि छ लगाएर राखेको। यो चाहिँ हाम्रो अब कुनै ठाउँमा भूमि चुरी भनेर मानेको हुन्छ, हाम्रो चाहिँ थानापति हुन्छ। हामी चाहिँ यो मन्दिरमा पूजा गर्न जाँदैछौँ मामा भान्जा। अब मामा भान्जा त्यहाँ गएर पूजा गर्छु। यो मन्दिर चाहिँ एकदम पुरानो हो, एकदम शक्तिशाली मन्दिर हो। हामी जुनसुकै ठाउँमा प्रदेशमा गए पनि हामी यसको भाकल गरेर पनि गएको हुन्छ। तर हामीलाई एकदम विश्वास लाग्छ, हामीलाई विश्वास पनि भइरहेको छ र हामीलाई विश्वास पनि दिलाएको छ भगवान्ले। हामीले जे भनेको त्यही पनि पुरा भइरहेको छ, त्यही भएर हामीलाई एकदम विश्वास लाग्छ। त्यही भएर हामी यो मामा भान्जा अब यो बाटो हुँदै गइरहेको छु। यो बाटो चाहिँ अलिकति राम्रो छैन होइन, अलिकति यस्तो अप्ठ्यारो बाटो छ, तर बिस्तारै जानुपर्छ। ल गाइज हामी चाहिँ अब यो बाटो जान लाग्यो। ल गाइज यस्तो छ बाटो चाहिँ हाम्रो होइन। हामी चाहिँ यताबाट यस्तरी जानुपर्छ बिस्तारै। बाटो चाहिँ यस्तो छ, अलिकति अप्ठ्यारो छ, तर हाम्रो यहाँ के भन्छ वडा कार्यालय अथवा हाम्रो गाउँको समितिले होइन बनाउँछ भन्ने आशा गरिरहेको छु। बनाउने भनेर चाहिँ प्रोसेस भइरहेको छ। अब हेरौँ के हुन्छ। यस्तो बाटो छ। ल गाइस हामी चाहिँ अब यो मन्दिरमा आयो। यस्तो डाँडामा माथि छ, हेर्दाखेरि यस्तो भिड छ, यस्तो ठाउँ छ, यस्तो माथि मन्दिर छ। हामी मामा भान्जा अब यो डाँडामा आइपुग्यो। अब चाहिँ हामी दुईजना मन्दिर दर्शन गर्न जान्छौँ। हाम्रो अब यहाँ चाहिँ के भन्छ, यहाँ पनि हाम्रो लेदरको चिजहरू चाहिँ लान मिल्दैन, लेदरको सामानहरू चाहिँ लान मिल्दैन। त्यही भएर हामी सबै यहीँ फुगालेर जानेछौँ यो मन्दिरमा। यस्तो छ गाइस मन्दिर। हामी यो मन्दिरमा यो फुगालेर जानेछौँ अब। ल गाइस यस्तो छ है हाम्रो ठाउँ चाहिँ गाउँको। ल गाइस यस्तो छ। अहिले कुहिरोले गर्दा केही देखिरहेको छैन, अहिले एकदम कुहिरो चलिरहेको छ क्या, कुहिरो आइरहेछ। त्यही भएर केही देखेको छैन। हेर्नुहोस् यस्तो भइरहेछ, नभए त भ्यू खतरा हुन्थ्यो, मेरो गाउँको भ्यू पनि राम्रो देखाउँथ्यो। यस्तो छ, अनि तलतिर पनि यस्तो छ है, यस्तो भिरहरू छ क्या, यस्तो भिर छ, यस्तो भिर। यो भिरको माथि डाँडामा छ क्या मन्दिर चाहिँ। ल हाम्रो गाउँको बसहरू पनि अब निस्किनु लागेको रहेछ यहाँबाट होइन, अब बनेपा पुग्छ होला। ल गाइस हामी चाहिँ अब म यहाँ मन्दिरमा जाँदैछु। यसरी यस्तो छ है बाटोहरू चाहिँ। ल गाइस हामी यसरी जाँदैछौँ है, बाटो यस्तो छ, यस्तो बाटो हिँड्नुपर्ने छ
गाइस अलिकति बाटो चाहिँ यस्तो छ। अझै यो त अलिकति राम्रो बनायो भनौँ न पहिलाको भन्दा त। पहिला त यसरी हिँड्ने ठाउँ नै छैन, यस्तो भित्ताहरू समातेर हिँड्नु पर्थ्यो यो डाँडामा आउनलाई। तर लास्टै डाँडा छ है गाइस, यो पनि हाम्रो अब शक्तिशाली हो। हामी जहाँसुकै जुनसुकै ठाउँमा गयो भने हामी यताउति केही बिमार सिमार भयो भने हामी यो हाम्रो भगवान्लाई हामी प्रे गर्छु, सम्झिन्छु, सम्झिएपछि हामीलाई ठिक हुन्छ। त्यस्तो छ। ल गाइस यो चाहिँ मन्दिर हो गाइस। हामी चाहिँ अब चाहिँ मन्दिरमा आइपुग्यो, यसरी मन्दिर आइपुगिसक्यो। अब चाहिँ हामी मन्दिर प्रवेश गर्न लाग्छ। यता यो चाहिँ बाघो भैरङ हो। यो चाहिँ अब यो बाघ हो यो मन्दिरको होइन। यताउति अब पूजा गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि हाम्रो होइन, अब चाहिँ यो चाहिँ हाम्रो ल हामी चाहिँ अब चाहिँ यो मन्दिर आइपुगिसक्यो। हाम्रो चाहिँ यो मन्दिर हो, हाम्रो चाहिँ यो माथि डाँडामा छ मन्दिर चाहिँ। र डाँडामा मन्दिर चाहिँ यसरी बनाइरहेको छ। अब चाहिँ हामी यो मन्दिरभित्र प्रवेश हुन्छ। हाम्रो मन्दिर चाहिँ यस्तो छ, भित्र हाम्रो चाहिँ यस्तो मन्दिर हो। हाम्रो यो थानी हो, थानापति। यो मन्दिरभित्र अब हामी पूजा गर्नेछौँ। ल गाइस हामी पूजा गरेको पनि देखाउनेछु र पूजा गरेको पनि हेर्नुहोस्। अहिले यस्तो छ, तोरीहरू त्यो छर्दाखेरि अनि त्यो तोरीको फुल आउँदाखेरि राम्रो देखिन्छ भ्यू। अहिले यस्तो छ मेरो गाउँको, हेर्नुहोस् गाइस। ल गाइस हामी चाहिँ अब यस्तो महाभान्जाको पूजा सक्यो, अब चाहिँ फर्किन लाग्यो है गाइस। हामी चाहिँ अब पूजा सक्यो, अब चाहिँ हामी उता फर्किन्छु। र हाम्रो यही अब उसको पूजा छ आज। त्यही पूजा गर्नलाई फेरि आज हाम्रो उता गाउँमा पूजा छ। त्यो पूजा गर्नलाई फेरि जानुपर्ने छ। त्यहाँ गएर अब सामानहरू बनाएर जानुपर्ने छ गाइस। यस्तो छ, यस्तो छ हेर्नुहोस्। हाम्रो बाटो यस्तो छ, माथि डाँडामा छ, एकदम माथि डाँडामा छ। एकदम माथि डाँडाको चाहिँ महाभारत लेक हो यो चाहिँ एकदम। त्यहाँ पनि मन्दिर छ, त्यहाँ तारखसी मन्दिर भन्छ। अब पुर्खौ बाजेहरूले भन्छ त्यहाँ तारा खसेको भन्छ पहिला, त्यही भएर त्यहाँ तारखसी मन्दिर भन्छ। त्यहाँ पनि हाम्रो त्यो पूर्णिमा, त्यो भदौमा पूर्णिमाको दिन जात्रा हुन्छ। त्यो जुनै पूर्णिमा त्यतिखेर जात्रा हुन्छ त्यहाँ त्यो ठाउँमा। त्यो धेरै माथि हाइटमा छ धेरै। त्यो मेरो गाउँ यहाँ छ। यो चाहिँ महाभारत लेक हो। यो महाभारत लेक माथि डाँडामा, त्यहाँ हाम्रो जुनै पूर्णिमाको दिन पूजा गर्नु हुन्छ त्यहाँ माथि, हेर्नुहोस्। ल गाइस पूजा सुजा सक्यो। अब चाहिँ हाम्रो चाहिँ अब भ्लग पनि इन गर्न लाग्यो है गाइज। ल अब नेक्स्ट भ्लगमा भेटौँला। मामा भान्जा हुन्छ होला अब म नेपाल रहन्जेलसम्म। त्यसपछि चाहिँ अब म एक्लै हुन्छु, म बाहिर गएपछि त। ल अब सी यू नेक्स्ट भ्लग, बाई।